हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। हाम्रो बिहानीको सुरुवात यो यस्तरी सुतेर हुन्छ के हो यार, बिहानमा यस्तो सेक्सी फिगर देखाइदिने यार, कसम ल भ्यू यस्तो छ होइन। मेरो ब्याग कस्तो छ होइन, यो ब्याग चाहिँ अब चाइना जाँदैछ। अब आजको दिनको सुरुवात हामी बिहान होटेल रुमबाट गर्दैछौँ। रुमको अवस्था यस्तो छ। अब हामी यहाँबाट डाइरेक्ट गाडी ड्राइभ गरेर एयरपोर्ट जान्छौँ। हामी चाहिँ ट्याक्क एयरपोर्ट जान रेडी। ट्याक्क यस्तो छ, सब केटाहरू रेडी हुँदैछ। यिनीहरू घर जान्छ, यहाँबाट यिनीहरू चाहिँ कहाँ जान्छ, यिनीहरू यहाँबाट पोखरा जान्छ, म र राजन चाहिँ यहाँबाट के अरे एयरपोर्ट गएर चाइना गइन्छ होइन। अब क्याब आउँदैछ, त्यता इनड्राइभ गरिसकेको छु मैले। यहाँ चाहिँ इनड्राइभ गरेको, इनड्राइभ गरिसकेँ, आउँदैछ। गाइज हामी चाहिँ चेकआउट गर्न जानु लाग्यो। राजन त्यहाँ आउँदैछ। के भन्छस् बास? बब्बाल भइरहेछ ट्याक्क मस्त। हामी चाइना जाँदा नि नेपाली ब्याग युज गर्छौँ भनेपछि अरूहरूले चाइनिज ब्याग किन युज गर्ने हो कि क्या? पाएधरि नेपाली भन्न मिल्दैन, नेपाली भन्न मिल्दैन बाप्स यार। लिफ्ट आउँदैछ कि क्या? हाम्रो क्याब पनि आइसक्यो गाइज है, दुइटै हाम्रो क्याब हो। मस्त हाम्रो बासले त्यहाँ चेक इन गर्दैछन् होइन, यस्तो मस्त। ल यता गाइज हामी चाहिँ लाग्यो बसमा, गाडीमा मस्त। यो यहाँ छ ट्याक्क हाइवेमा मस्त हिँड्दै, यस्तो मस्त छ ट्याक्क। ल गाइज इन्टरनेसनल डिपार्चर आइयो। दुईजना यता निद्राले ज्याप बज्यो। Why are there always so many people here? Because they want to go. There's not many. Yeah. ल एउटा यहाँदेखि हाम्रो इन्टरनेसनल ट्रिप सुरु हुन्छ यहाँबाट। चट्टमा चप्पलमै है एयरपोर्टमा ढुक्क। गाइज ट्याक्क एयरपोर्टभित्र मस्त मेरो ब्याग नि आइसकेको छ। यो यहाँ छ। यस लुक बुढोले लिएर आइसकेँ है। त गाइज मलाई टोइलेट आएर म टोइलेट जानु लागिरहेको छु होइन। म टोइलेट त्यहाँ छ मस्त। ट्याक्कै एयरपोर्टको टोइलेट चाहिँ यस्तो छ मस्त। त्यसले त्यहाँ ट्याक्क केटा हो। चाइनाको भिजा इजिली पाइयो। पहिला चाहिँ प्रब्लम दिइरहेको थियो होइन, आजकल चाहिँ अहिले चाहिँ इजी पाइयो होइन। च्याट पहिला चाहिँ प्रब्लम आएको थियो कि पहिला भिसा, अहिले चाहिँ आउन किनकि अब हामी अब ट्राभल स्ट्रङ भइसक्यो नि त हाम्रो। ट्याक्कै एयरपोर्टमा यत्तिको कोही हिँड्छ गाइज है। एयरपोर्टमा म चाहिँ यत्तिकै हिँडिदिन्छु है। इन्टरनेसनल टुर म यत्तिकै हिँडिदिन्छु चप्पलमा। अब ट्याक्क प्लेनमा जाने बेला भयो। अब यहाँ पछिको भ्लग चाहिँ अब पछि बेलुका आउँछ नि त बाप्स। यहाँ पछिको भ्लग चाहिँ अब बेलुका आउँछ। अहिलेसम्मको चाहिँ म हालिदिन्छु है त।